तपाईहरुले चाहिँ स्क्यामबाट बस्नु छ भने जस्तै कि अहिले म ज्ञान ग्रोथ प्लेटफर्ममा काम गर्दैछु र धेरैजना मान्छेहरूले चाहिँ ज्ञान ग्रोथमा पनि काम गरिराख्नु भएको छ तर कति धेरैजना मान्छेले चाहिँ ज्ञान ग्रोथको नाममा चाहिँ आफ्नो पर्सनल खातामा लिइरहेको छ क्या सो तपाईले चाहिँ स्क्याममा पर्नु मन छैन भने कम्पनीको खातामा मात्रै पेमेन्ट गर्नु होला र प्याकेज बाइ गर्दाखेरि क्यूआर स्क्यान गर्दाखेरि त्यहाँ नाम हेर्नु होला ज्ञान ग्रोथ प्राइभेट लिमिटेड आयो भने मात्रै पेमेन्ट गर्नु होला इफ कसैको अदर पर्सनको नाम आयो या त कुनै व्यक्तिको नाम आयो भने त्यो व्यक्तिको खातामा चाहिँ पेमेन्ट नगर्नु होला त्यो व्यक्तिले तपाईसँग स्क्याम पनि गर्न सक्छ त्यही भएर गाइज तपाईहरुले कम्पनीको खातामा मात्रै पेमेन्ट गर्नु कसैको पर्सनल खातामा नगर्नु अनि त्यसपछि तपाईले हैन ध्यान दिनुपर्ने कुरा भनेको एकचोटी तपाईले हैन क्यूआर पनि चेक गर्नु है कसैको पर्सनल हो कि हैन नाम मजाले हेर्नु अनि मात्रै तपाईले पेमेन्ट कन्फर्म गर्नु होला सो यही इन्फर्मेसन दिन चाहेको थिए सो थ्यांक यू सो मच